मैले नबुझेको नारायणी होस् मर्स्याङ्दी होस् अरुण होस् त्यो खोला भनेको नेपालको हो, सबै नेपालीको हो। कति नेपालीले आइपिओ गरेर या जेमा पनि हाइड्रोको सेयर किनेको छ, कति हामीले किनेको छैनौँ। तर खोला हाम्रो पनि हो, हामीले बुझेको छौँ जसले हाइड्रो बनाउनु भएको छ कमाउनुहोस् भनेर। तर त्यो कमाउनुहोस् आजसम्म जुन जुन लाइसेन्स दिएको छ बिल्ड ओन अपरेट ट्रान्सफर 30 years। नाबिल ब्याङ्कलाई त्यही लाइसेन्स दिएको भएदेखि आज नाबिल ब्याङ्क नेपाल सरकारको हुन्थ्यो। 30 वर्षमा सबै हाइड्रो नेपाल सरकारको हुन्छ। कोहीले गर्यो भने मै सुप्रिम कोर्ट जान्छु, त्यो मेरो खोलो पनि हो नि। तपाईँलाई 30 वर्षलाई दिया हो, जे गर्नुहोस् भनेको त्यसपछि त मेरो हो, सबै नेपाली छोराछोरीको हो। आइपिओ गर्यो, सबैले किने, प्रमोटरले हाल्यो। अब कति होइन कन्स्ट्रक्सनमै कति उ भयो होला, के भयो होला, ओभर इन्भोइसिङ अन्डर इन्भोइसिङ जे भयो, सबैजना ठुल्ठुलो इन्भेस्टर र ह्याप्पी। त्यसपछि स्टक मार्केटमा गयो, आइपिओमा हामी जस्तो सर्वसाधारणले गाम किन्यो, गजब भयो, यो भयो त्यो भयो। अब कुनै हाइड्रो आइसक्यो 20 वर्ष 25 वर्षमा, ठ्याक्क 30 वर्षमा त इट्स जिरो। इट्स नट आई विल गिभ यु एनी मनी, नट इभन पावर भ्याल्यु, इट गोज टु जिरो एन्ड गभर्मेन्ट गेट्स द प्रोजेक्ट ब्याक। अब मैले 28 वर्षमा कुनै हाइड्रोको 2500 रुपियाँ लगाएर झ्याममा सेयर किने घर जग्गा उ गरेर भनेदेखि 2 वर्षमा मैले के पाउँछु? त्यो त फेरि 2 वर्षपछि त शून्य भयो भ्याल्यु। त्यो बुझ्या छ कि छैन हाम्रो इन्भेस्टरले? एन्ड व्हाट इज द डील? त्यसले थाहै छैन यो कुरा। यो दिस इज एक्चुअली व्हाट यु टकिङ अबाउट इज यो त फार बियोन्डको कन्सेप्ट भयो हाम्रो लागि। इट्स नट दैट। त्यही भएर मैले एजुकेसन माथि चाहिएको छ भनेको के सबलाई थाहा छ, लिडरहरूलाई थाहा छ, ब्युरोक्रेट्सहरूलाई थाहा छ यो भइरहेछ, यो स्क्याम चलिरहेछ होइन। 30 वर्षपछि के हुन्छ होइन, तर कसैले पनि यसको समाधानपट्टि कोही पनि गएको छैन। अझ यो मान्छेहरूमा रहेको अज्ञानतालाई दोहन गर्नपट्टि गइरहेछन् त्यो चलाक मान्छेहरू होइन। तपाईँ ठुला इन्भेस्टरहरू, प्रमोटरहरू, जसको चाहिँ फेरि पोलिटिकल लिडरहरूसँग नेक्सस हुन्छ, उनीहरू पनि छन् नि त्यहाँ होइन। अनि यो अज्ञानताको दोहन गर्ने क्रममा चाहिँ अनि हामीले चाहिँ बजारमा चाहिने कम्पनीलाई ल्याएको छौँ, नचाहिने कम्पनीलाई ल्याएको छौँ। लगानीकर्ताहरू पनि त्यसरी होइन, कोही अब बाख्रा बेचेर आएको छ भन्छन्, कोही टिलरी बेचेर आएको छ भन्छ। त्यो मान्छेहरूलाई चाहिँ हामीले फसाइरहेछौँ होइन। अब जोइन्ट स्टक कम्पनी भनेको र यो जुन यो बुटमा चल्ने चाहिँ कम्पनी भनेको एउटा मोडल त होइन होइन। हामी त त्यो जोइन्ट स्टक कम्पनीको पब्लिक लिमिटेड कम्पनी भन्छ, यो त पब्लिक लिमिटेड प्रोजेक्ट बनिरहेछ। एक्ज्याक्टली यस। पब्लिक लिमिटेड प्रोजेक्टको चाहिँ सेयर चाहिँ यसरी चाहिँ बरु म्युचुअल फन्डको चाहिँ डिजाइनमा चलाउनु पो हो कि होइन? यो त दिनै नहुने के यसरी पब्लिकलाई उ गर्न। यसो मैले दिएको त प्रमोटरलाई पनि प्रोटेक्सन हो। अब हामी त्यहाँ 6 जनाले खोलेको प्रोजेक्ट त सरकारले खप्प लिइदिन्छ होइन। 6000वटा सेयर होल्डर छ भने त कसरी आँट्छ होला भनेर। तर जनता त 3 करोड छ नि, हामी सबैजनाको खोला हो नि त्यो त, हामी त उठ्छौँ नै नि त्यो बेला त होइन। सर यस्तो हो, फेरि के हुन्छ 3 वर्ष पछाडि प्रमोटर्सको लक इन सकिन्छ, तिनीहरू त एक्जिट गरिहाल्छन्, कहाँ बसिरहन्छन् त्यहाँ, बुझा छन् यो कुरा त। And then they'll utilize the fund एट द towards the एन्ड new अफ द project. टाइम So तपाईँको hence हुँदै that उहाँहरूले आफ्नो सेयर सबै बेचेर निस्किनुहुन्छ, फस्ने सर्वसाधारण जनता नै हुन्। हाम्रोमा जस्तो कि अब मदनजीले भन्नुभयो नि प्रमोटर निस्किन्छ भन्नुभयो। आजको दिनमा म चाहिँ अलिकति डिसएग्री कहाँ पनि गर्छु भने बुट मोडलमै प्रोजेक्ट भए पनि if the company is a hydropower development company which develops multiple projects, let's say every 5 years they will take up a project, and the business model of the company is around ki hami the 30 years ma boot model ma will transfer it, the ownership transfer पनि गर्छौं, but then we'll have other projects. That is a good company. Yes. There is no problem. Like say Butol Power, you buy the shares of Butol Power, yes. not of the hydro project of Butol Power. Yes. Knowing yo 30 ma jancha त्यसपछि अर्को आउँछ अर्को, that's perfectly fine. But यहाँ त majority of them are going straight for the hydro नि. अब त्यसमा के भन्ने जस्तो कि अब उहाँले भन्नुभयो प्रमोटरले शेयर बेचेर उले अर्को हाइड्रो पावर प्रोजेक्ट बनाउँछ। यसैमा why not हामीले त्यही कम्पनीलाई नै क्यापिटल रेज गर्ने मौका दिउँ न। हामी क्यापिटल रेज गर्ने मौका दिन्छौँ हैन, राइट शेयर भनेर दिन्छौँ, तर राइट शेयर हाम्रो भ्यालुएसन के हुन्छ 100 रुपीस पार भ्याल्यु। What I say is if the market is valuing your company at 500 rupees per share, राइट शेयर किन 400 मा निकाल्न नपाउने? त्यो भयो भने
क्यापिटल चाहिएको छ कम्पनीलाई, क्यापिटल पनि पायो, डाइल्युसन पनि धेरै भएन, सबै सेयर होल्डर्सलाई फाइदा हो नि त। ओनर भने त प्रमोटर मात्र होइन नि, 10 किता पनि त ओनरै हो नि त। त्यो मोडलमा गयौँ भने इट इज पोसिबल। यही बुट मोडलकै बिजनेसलाई पनि लिएर अगाडि बढ्न सकिन्छ। तर हाम्रोमा हाइड्रो पावरको लाइसेन्सिङदेखि लिएर हाइड्रो पावर गोइङ पब्लिक यो कुनै पनि कुरो हेर्दैनौँ हामी। र एउटा अर्को प्रब्लम कहाँ भएको चाहिँ क्रेडिट रेटिङ एजेन्सी हामी भन्छौँ होइन, हामी कहाँ अहिले क्रेडिट रेटिङ एजेन्सी छ, नियमले नै बाध्य के अरे कम्पलसरी छ होइन क्रेडिट रेटिङ गराउनु पर्ने भनेर। अनेस्टली भन्यो भने यो टेबलमा बसेका हामी कतिजनाले क्रेडिट रेटिङ रिपोर्ट्सहरू पढेका छौँ होइन।